आजको रेसिपी रहेको छ फ्राई राइस। फ्राई राइसको लागि अलरेडी राइस कुक गरेर राखिएको छ। फ्राई राइस चाहिँ आज हामीले श्रिम्प हालेर बनाउन गइरहेको छौँ। यो हामीसँग रहेको छ श्रिम्प। त्यसै गरी हामीसँग रहेको छ चप गरेको बिन्स। त्यसै गरी हामीसँग छ चप गरेको गाजर। हामीसँग रहेको छ चप गरेर राखेको बन्दाकोपी। यो हामीसँग छ चप गरेर राखेको टमाटर। यो भयो हाम्रो चप गरेको प्याज। यो भयो हरियो खोर्सानी। यो हामीसँग रहेको छ चप गरेर राखेको अदुवा। यो भयो हाम्रो चप गरेको लसुन। हामीसँग रहेको छ 2टा अन्डा। त्यसै गरी हामीसँग रहेको छ भिजाएर राखेको चना र मटर। श्रिम्पलाई पहिला हामीले तेलमा फ्राई गर्ने। त्यसै गरी अन्डालाई पनि फ्राई गर्ने। फ्राई प्यान बसाउने, ग्यास स्टोभ अन गर्ने। थोरै जिरा लगाउने। चप गरेको लसुन, चप गरेको अदुवा लगाउने, चप गरेको प्याज लगाउने, चना मटर फेरि लाउने, थोरै बेसार लाउने, टमाटर लगाउने, नुन लगाउने, मजाले चलाउने, हरियो खोर्सानी लगाइदिने र छोपिदिने। एकछिन गाजर लगाइदिने, चप गरेको बोडी लगाइदिने, चलाउने, मजाले मिक्स गर्ने, थोरै मिट मसला लगाइदिने, थोरै धनिया जिराको पाउडर लगाइदिने, काटेर राखेको बन्दाकोपी लगाइदिने, थोरै सोया सस लगाइदिने, फ्राई गरेर राखेको अन्डा लगाइदिने, फ्राई गरेर राखेको श्रिम्प लगाइदिने, थोरै टमेटो केचप लगाइदिने, यसमाथि हामीले बनाएर राखेको राइस लगाइदिने, मजाले मिक्स गर्ने। हाम्रो फ्राई राइस रेडी भइसकेको छ।